यदि तपाईले पैसा खर्च गरेर एड रन गरिरहनु भएको छ तर त्यसले प्रपर रिजल्ट दिएको छैन भने यो भिडियो तपाईको लागि। मेनी बिजनेसहरुले चाहिँ के गरिरहेको हुन्छ भन्दाखेरि चाहिँ एड रन गरिदिरहेको हुन्छ नर्मली, तर त्यसमा चाहिँ हामीले प्रपर स्ट्र्याटेजी, प्रपर टार्गेटिङ, प्रपर प्लानिङ चाहिँ नगरिकन हामीले चाहिँ एड रन गरिरहेको हुन्छ। त्यसमा चाहिँ हामीले मुख्यतः तीनवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ। नम्बर 1 मा रहेको छ अडियन्स टार्गेटिङ। हामीले एड रन गर्दा हामीले सबैभन्दा पहिला हामीले कस्तो अडियन्स चुज गर्ने, हामीले कुन एज ग्रुपको अडियन्स चुज गर्ने, उनीहरूको चाहिँ जियोग्राफी, इन्ट्रेस्टेडहरू जस्ता सबै कुराहरू चाहिँ हामीले कलेक्ट गरेर हामीले त्यसमा चाहिँ बसेर चाहिँ हामीले टार्गेट गऱ्यौँ भने चाहिँ अभियसली पनि एउटा राइट अडियन्स टार्गेटिङसम्म चाहिँ एड पुग्छ। नम्बर 2 मा रहेको चाहिँ क्रिएटिभ। हामीले एड रन गर्दाखेरि नर्मल्ली हामीले इमेजहरू बनाएर एड रन बुस्ट गरिदिरहेको हुन्छ होइन, तर हामीले प्रपर क्रिएटिभहरू युज गर्नु आवश्यक हुन्छ। त्यसमा चाहिँ हामीले क्रिएटिभको भ्यारिएन्ट्सहरू भिडियो भयो, भिडियोमा पनि हामीले 2-3वटा भिडियो, त्यसपछि चाहिँ क्रिएटिभहरूमा 2-3वटा क्रिएटिभहरू युज गरेर चाहिँ हामीले एड रन गऱ्यौँ भने त्यसमा चाहिँ कुन चाहिँ क्रिएटिभले चाहिँ बेस्ट रिजल्ट दिएको छ त्यसलाई चाहिँ हामीले अगाडि बढाउन सक्छौँ र अरूलाई चाहिँ क्लिक गर्छौँ। नम्बर 3 मा रहेको छ अप्टिमाइज। जस्तै हामीले एड रन गरिरह्यौँ तर त्यसमा चाहिँ हामीले प्रपर अप्टिमाइज गरेको छ कि छैन भन्ने कुरा हामीले ध्यान दिनु। जस्तै एड रन गऱ्यौँ, त्यसपछि चाहिँ हामीले कुन एडले चाहिँ राम्रो पर्फर्मेन्स दिइरहेको छ र कुनले दिएको छैन भने क्लिक गरिदिने, दिएको छ भने त्यसलाई चाहिँ अप्टिमाइज गर्दै लग्यो भने एडले चाहिँ बेस्ट रिजल्ट दिन्छ। र यस्तै भिडियोको लागि मलाई फलो गर्नुहोस्,